हेलो मोली गाइस 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 कहाँ आएको अरे कहाँ आएको अरे बिहान 9-10 बजी 9:30-10 बजी फोन गरेर कहाँ जाने अरे सिलगढी जाने हो समयले ढाँटेर चाहिँ मलाई चाहिँ 12 बजाइदियो तर आज चाहिँ 12 मान्छेले 12 बजाउँछ भने हो रहेछ आज कन्फर्म मैले 12 बजाएको यो झन् कहाँ थियो अरे सुतिरहेको थियो 9 बजी केटाहरू अचानक त्यति बेला चाहिँ अब सिलगढी जान्छु भन्छ हो अहिले हामी यहाँ नामथाङमै छ अब कहिले पुग्ने कहिले काम गर्ने कहिले फर्किआउने आयो चिया के को नुनको खान्दिनँ म ए चिनीको त खान्छु नि चाय सिलगढी जाँदै गर्नुपर्छ तर बाटोमा चिया खानु चाहिँ छोड्नु हुँदैन चिया खानु पऱ्यो नि सिलगढीको के मटका चिया खाउँ धोतीहरू इरी गरेर नि इरी गरेर केही मन परेन नि अन्त मलाई केही गर्नु मन परेन मलाई अहिले चाहिँ यहाँ आइपुग्नु भएको नि जुन हो भाइ भन्छ लिउँ खोजेको कतिलाई चाहिँ पुरा प्रेसर भइसक्यो खेल्नु नै खोजेको हिँड्न भाइ भन्छ हो हिँड्दै हो अन्त यहाँ त्यस्तै बेला भयो नि त त्यो एक तारिकलाई जा भइसक्यो हो त्यो कन्स्टेबल यो पढेको आज कति पढ्ने पढ्नु पर्दैन आज भाइ छैन नि लोड भएको छैन एउटालाई भन्छ चोरीको फोन चोरी फोनमा प्रुफ खान्छ भनेर राखिदियो भनेको नि मलाई फोन है पैसा भनेर बाहिर निस्किदिएको कि यसो गर्छ बाहिर यसो गरेको नि मेरो पास पर्मिसन नै यो खोल्ने क्या भन्छ हात्ती बजाइ भन्छ अर्को फेरि त्यही बाउला भन्छ एक तारिकलाई पुरा इरिरहेको जाऊ म त यहाँ ल सर्च गरिरहेको थिएँ भन्छ यसले होइन अर्कोले भन्छ तैँले गरेकै थिइनस् भन्छ मैले गरिरहेको थिएँ अर्कोले गरेकै छैन भन्छ होइन छेड्नु परेको हो अर्को भ्लगहरू पर हो भित्तामा चित्र देखाउनु गयो अहिले चाहिँ 2:30 भयो हामी यहाँ शिवक चाहिँ आइपुग्यो बिचमा भिडियो बनाउनु पाएन मैले नै गाडी कुदाउँदै थिएँ अन्त हामी यहाँ यसो अलिकति केही खाइहाल्ने पहिला त्यति उता जाने अब के खानुपर्छ ल भोक लाग्यो त अन्त मेरो खाजा चाहिँ आइपुग्यो यो आलु पराठा मागेर मेरो लच्छा पराठा चोरेर खाँदैछ अर्को पर्खिँदैछ खाइहाल्नु मेरो अलि भिजिहाल्यो नि हौ किन भिज्यो भन्दाखेरि चाहिँ यहाँ चाहिँ आरपार त्यो चाहिँ रिपेयरिङ गर्दै गरेको कि भिजेर केही छैन नि यहाँनिर चाहिँ अहिले काम गर्दैछ काम चाहिँ टाल्यो अब यसलाई एकछिन 1-1.5 घन्टा 2 घन्टा जस्तो चाहिँ राख्नुपर्ने अरे सुकाउनुको लागि होइन आजको चाहिँ त्यसकोबाट फ्री लगायो अहिले चाहिँ हामी काम सकेर एकछिन अगाडि केटाहरू अब सिलगढी पर मेन मार्केट चाहिँ पुग्नु पाएन यहाँ काम हेर्नै पऱ्यो गरेको हो त्यहाँदेखि नजाउँ किन जाने त्यत्रो पर किन्ने के किन्ने अरे किन न अन्त जाउँ न अन्त यहीँ निस्क्यो त अन्त अघि हामी चाहिँ त्यत्रो किन घुम्यो अन्त थाहा नभएर हामीलाई त गुगलले 1 राउन्ड घुमाएछ यहीँ अगाडिबाट निक्लिँदा हुन्छ नि अन्त अब चाहिँ हामी यहाँ एकछिन बाहिर घुम्नु गएको अहिले हामी चाहिँ अहिले यहाँ फिलहाल एकदमै बेगा सर्कलमा एकछिन यहाँ टाइम पास एकछिन पर्खिनु पर्ने भयो हामी हो त्यही भएर यहाँनिर हाम्रो मालिक ब्लगर साहब हो मै थिएँ डक्टर पैसा झन् लडिजान्छ है ए टडा 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 केटाहरूले के लिएर आयो यहाँ हाम्रो केटाहरूले चाहिँ बिल गर्दैछ बिल मैले चाहिँ केही किनिनँ पैसा छैन मेरोमा चाहिँ को चाहिँ फेरि के किन्ने भयो अरे हौ
अघि त किन्दिनँ भन्दैछ के किन्ने भयो फेरि नानीको लागि लुगा किन्ने अरे हौ नानीको लागि लुगा किन्ने अरे तर नाना र बुबुको नानी है बिहा गरेछ नि केटाले नानाको नानी त्यो कति पनि राउन्ड लाउनु थाक्यो त हौ हिँड्दा हिँड्दा अहिले चाहिँ यहाँ चम्पासर दिनमा केटाहरू यहाँ सब्जी किनेर लाने अरे खै खानु लाने कि बेच्नु लाने हो कुनै किने लाने भन्छ यतातिर घुम्नु चाहिँ घुमाइ हुँदैछ आठ त यहीँ बज्न आँट्यो खै अब के कसो हो केटाहरूले वकै लगायो कहिले पुग्नु यहीँनिर 8 बजिसक्यो कहिले पुग्नु घर 8 बजे पानी खाएर पानी जाँदैछ नबस्दै खै लगाइस अब चाहिँ हामी यहाँबाट बल्ल निस्केको 8 पनि अलिक नागेछ हो यहाँ को सब्जी किन्ने अरे को के गर्ने अरे अब चाहिँ हामी बल्ल निस्केको यहाँबाट के देखाउँछ यहाँलाई त रेलवेको जाम लाग्यो यहाँ चाहिँ रेलवेको जाम लाग्यो यसले यहाँ भिडियो हेर्दैछ केटाहरू यहाँ हो साधन सरलाई चाहिँ एकदमै जाडो भएछ हो हाम्रो मालिक खोइ कहाँ लुक्यो यहाँ रहेछ मालिक त ट्रेन आउँदैछ ट्रेन हामी चाहिँ अहिले किर्नेमा चिया खाजा राख्नु अन्त यहाँ राख्नु यहाँ हामी खान्छ तँ नखाने होइन ट्रेनहरू भन त फेरि यतिको धम्की चाहिँ लाउनु पऱ्यो नि त यहाँ केटाहरूको चाहिँ के खाएको साझा तैँले फाक्सा खाने अरे केटाले फाक्सा हजुर नलगानु भेज खाने नि छ भेज खाने नि छ यहाँ घाँस खाने के भन्छ यसलाई त बिक्नु त गोरुको मासु गोरुको मासु होइन तिमी चाहिँ किन लेप्चा बोल्नु अन्त अरे भात फाक्सा तकको तक भातलाई तक भन्छ यहाँ राख्दैन यो चाहिँ तक हो यो चाहिँ फाक्सा हो यो दाल हो कुन चाहिँ उयो त्यति स्टाइल चाहिँ म मात्रै रहेछ यहाँ हो हाम्रो सर यहाँ काँटा चम्ची उहिले झन् भातै काँटाले खाँदै थियो हो यता दुई सरहरू पनि काँटा चम्ची यही चाहिँ बेस्ट हो नि त लगाइस अब हामी चाहिँ यहाँ घर चाहिँ आइपुग्यो कि थाकेर हत्तुम भयो 12 बज्यो अब चाहिँ सिधै ल्यान्डिङ